गाइस गुड मर्निङ। आज चाहिँ स्याटरडे भएर चाहिँ हामी ढिलो उठ्यौँ हो। भर्खर उठेको मेरो चाहिँ ढिलो उठेर टाउको एकदम भारी भइरहेको छ। र तपाईँहरू कस्तो हुनुहुन्छ है? अब सन्चै हुनुहुन्छ होला सबैजना। म पनि सन्चै छु र आजबाट चाहिँ भ्लग स्टार्ट गरेको र के कस्तो हुन्छ तपाईँहरू हेर्दै गरिदिनु होला। र मेरो भ्लगलाई मन पऱ्यो भने लाइक सेयर अनि कमेन्ट पनि गरिदिनुहोस् होला। लुनिया चाहिँ मेरो छोरा भित्रै गोली खेल्दैछ हौ। हाई गाइस भन न राम्रोसँगले है भन। हाई गाइस वेलकम ब्याक टु आवर च्यानल। के हो हाम्रो च्यानलको नाम? एलिना भ्लग्स। अब म चाहिँ है बिहानको ब्रेकफास्ट गर्नु आँटेको। ब्रेकफास्ट चाहिँ मेरो हस्बेन्डले बनाउनु भएको होइन। के बनाउनु भएछ? बनाउनु भएछ पुरी बनाउनु भएछ, अचार र ब्ल्याक टी। हाम्रो चाहिँ दुध बन्द भयो हो। अस्तिको 1 तारिकदेखिको बन्द भएर दुधको चिया पनि खानु पाएको छैन। हिजो मगाएको गाडीमा त्यो पनि फाट्यो। त्योबाट चाहिँ होस् अब अलिक दिन ब्ल्याक टी नै खाँदै गरौँ भन्ने भयो। पक्रा त खायो तिमीले खाजा? खानु सबैलाई। लु आऊ खाजा खानु। त्यतिकै चढेर न। लु है साथी हो। अब चाहिँ हामी खाजा खान थाले। उयो छैन सुक्खा रोटी? खोइ मेरो ब्ल्याक टी सबै पुरीमा त सबै ब्ल्याक टी खाँदैन नि। यो खाऊ। चोपेर पो खान्छ त। अचार बनाइदिनु भएको छ त नानीको। यो अचारसँग किन फेरि? अरू बेला चाहिँ अचार 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 भन्छ कि साथी हो। त्यहाँबाट चाहिँ बाउचाले बिचरा बदामको अचार बनाइदिनु भएको छ। चाहिँ खानु मन लाग्दैन नखाएको। पुरीसँग मन पर्दैन मलाई। तातो भयो। सफ्ट भएछ पुरी चाहिँ। तपाईँहरूले त यति बेला खाजाहरू खाएर पनि कता कता गइसक्नु भएछ होला। हामी त भर्खर खाँदैछु। के गर्नु अब छुट्टीमा यस्तो हुन्छ है। छुट्टीमा यस्तो हुन्छ। भाइ पनि ढिलो उठेको। के भएको भाइको यो टाउकोमा? डट पेनको हो कि चोट हो यो? कता? यहाँनिर नि देखिरहेको छ? दुखिरहेको छ छैन? डट पेन रहेछ। रातो भइरहेछ नि त। मलाई मन पर्दैन साँच्चै नै अचार। तपाईँले ठिक केक बनाउनुहुन्छ नि त। कस्तो ठिक केक मतलब? पिरो कम्ती? पिरो कम्ती बदाम बेसी। यसमा बदाम बेसी त छ त अन्त। पिरो बेसी पनि बेसी छ नि त पिरो। दिनदिनै गरम बढ्दैछ साथीहरू। दिउँसो चाहिँ पुरा गरम हुन्छ, बेलुका चाहिँ पुरा जाडो। बेलुका चाहिँ पुरा जाडो हुन्छ। एक चेक त कति बज्यो हौ? 8:30 भइसकेको छ। अब
अब चाहिँ यति खाजा खाना मात्रै भोलि नै हो यहाँबाट चाहिँ मेरो काम स्टार्ट हुन्छ दिनदेखि रातसम्म पानी ल्याउन भाइ कित्लीको भित्र छ कित्ली नै ल्याउ न पानी लास्ट वान अब भयो कतिवटा खायो तिनवटा सक्दिनँ खाँदाखेरि कहिले पनि गर्नु हुँदैन फुल खाँदाखेरि कहिले पनि गर्नु हुँदैन यस कहिले सिकाउनु भएको तपाईँ फेरि त्यही गल्ती म गर्छु है अन्त आज के प्लानिङ छ तिम्रो भन्नु आज बिहान बिहान उठेर योगा गर्नु थियो गरिनँ त्यहाँबाट मुख धुनु गएँ आएँ पूजा ढोकेँ त्यहाँबाट एकछिन भ्लग बनाएँ त्यहाँबाट चाहिँ अहिले एकछिन खेल्छु त्यो भनेको होइन अब चाहिँ के छ रुटिन भनेको अब आफ्टर यु आर ह्याभिङ ब्रेकफास्ट त्यहाँबाट चाहिँ म एकछिन खेल्नु जान्छु घर आएर एकछिन रेस्ट गर्छु टिभी हेर्छु त्यहाँबाट फेरि जान्छु त्यहाँबाट खान्छु म लन्च त्यहाँबाट एकछिन डाइजेस्ट गर्नको लागि खेल्छु त्यहाँबाट फेरि त्यो हेर्छु त्यहाँबाट बेलुकाको खान्छु त्यहाँबाट सुत्छु गाइस मेरो चाहिँ बेसी खेल्नु मात्रै छ त्यो त अन्त मलाई हेल्प गर्ने कुराहरू त एउटा माने त अन्त तपाईँले त त्यस्तो गर्नुहुन्छ ल पापाले अब त्यो तातो भएर चाहिँ एक्चुअलमा चाहिँ तातो भएर यसो भन्नुभएको यो सुक्खा रोटी चाहिँ छ सर्दैन ए खमाउनु तँलाई पहिला मुखको खाएन लो अब चाहिँ हामी खाजा साजा खाइसक्यौँ मेरो चाहिँ किचनको यस्तो भइरहेछ हालत हो यहाँनिर पनि भाँडाहरू छ अब चाहिँ म सनासिनिक परेर भाँडाहरू धुन्छु रुम पनि यस्तो भइरहेछ ओछ्यानहरू मिलाएकै छैन अब चाहिँ सनाक्कै पार्ने हो र भाइले कहिले ओछ्यानहरू मिलाइदिनु हुनु है ए त्यस्तो यो एकदम ब्याट हो है खाजा खाएर ओछ्यानमा चाहिँ बस्नु हुँदैन नि आऊ न एकछिन अन्त त्यस्तै गर्न मन लाग्छ न तैँले के गरिस् नगर्नु भाइ यताले त ए छिटो ल नानी मलाई उठा न सकिनँ म ल खोइ नेले मेरो स्लिपर नेले कहाँ जाने भाइ अब छिटो चप्पल लिएन त्यसो स्कुल ग्राउन्डमा के गर्ने कोसँग बोलाउ न अन्त होस्टेलको साथी यस्तो भइरहेछ घाम लागिरहेको छ निस्क्यो हिरो खेल्नु बिस्तारै हेर त जम्प गर्दै गएको लु बेड पनि अब सनक्कै पारिसकेँ सुतौँ लाग्दो भयो नि मेरो बेड त फेरि हो अन्त यहाँनिर चाहिँ यो एउटा प्लान्ट छ साथी हो यो चाहिँ खोइ स्नेक प्लान्टकै भेराइटी होला हौ यो के अन्त यसको चाहिँ सुट हान्नुपर्ने खोइ मेरो त हानेको छैन अब यसको टेक केयर त कसरी गर्छ तपाईँहरूलाई थाहा छ भने मलाई पनि सिकाइदिनुहोस् है दिन चाहिँ आज राम्रो भएको छ
मैले चाहिँ यहाँ दाल धोएर सुकाउन जाँदैछु। घाम चाहिँ हाम्रोमा अलिक कम्ती लाग्छ नि त कि, त्यही भएर चाहिँ अलिक तल जानुपर्छ सुकाउनु। यहाँ चाहिँ मेरो नयाँ क्यान्टिन बनिँदैछ। पहिलाको भिडियोमा तपाईँहरूलाई मैले मेरो क्यान्टिन देखाएको थिएँ। यहाँ चाहिँ मेरो नयाँ क्यान्टिन बनिँदैछ। यो चाहिँ मेरै हस्बेन्डले बनाइदिनु हुँदैछ। यहाँ चाहिँ हाम्रो नानीहरू ऱ्याकेट खेल्दैछ। यस्तो घाममा खेलेको तिमीहरू? अबिगेल एन्ड आरब, अबिगेल भर्सेस आरब। यहाँ माथि चाहिँ हाम्रो सुदीप भाइले पनि हेरिरहेछ। म चाहिँ अब यहाँ सुकाउँछु। यहाँनिर सुकाउनु पर्यो। यो छाड राखेर यसलाई चाहिँ पहिला तार्नु पर्यो। दाल चाहिँ कालो दाल चाहिँ म चाहिँ पहिल्यै धोएर राख्छु। तपाईँहरू चाहिँ कसरी गर्नुहुन्छ? यो चाहिँ बस्तीको दाल हो। यो चाहिँ मजाले धोएको छ भने चाहिँ केलाउनु पनि सजिलो हुन्छ नि त। बस्तीको दाल हेर्नुहोस् साथी हो। अब चाहिँ एकछिन तर्नु दिएर चाहिँ त्यहाँबाट नि सुकाइराख्छु। घाम लागेको बेलामा चाहिँ धोइहाल्नुपर्छ, फेरि अरू बेला धुँदा चाहिँ राम्रो सुक्दैन। ल एकछिन तरियोस्, त्यहाँबाट सुकाउँछु। म चाहिँ अब यहाँनिर साग टिप्न आएको। यो चाहिँ मैले अस्ति रोपेको छरेको पाल्की सबै यस्तो भएछ छिप्पिएर। यो चाहिँ पाल्की छ, यो चाहिँ धनियाँ छ उम्रेको। यो चाहिँ काँक्रा उम्रिँदैछ यी हो। त्यहाँबाट यहाँ अस्ति देखाएको टमाटरले फुल खेल्दैछ। यहाँ चाहिँ छ गाजर। गाजरको चाहिँ यत्रो यत्रो भएको छ झ्याङ्गी हो। त्यहाँबाट यहाँ चाहिँ जरबेराले पनि कोपीलाई लाग्दैछ। अन्त यहाँनिर चाहिँ छ मटर। मटर चाहिँ अस्ति हामीले अलिअलि टिपेर 2 छाक खाएँ। अब चाहिँ एकैपल्ट हुन्छ होला, किनकि अब यो मटरको पातहरू यस्तो भइसकेको छ। अब यसको सिजन गयो होला। यहाँ चाहिँ उम्रिँदैछ हाम्रो मकै। एउटा चाहिँ सिक्किमको बिउ हो, एउटा चाहिँ मेरो साथीले दिएको। अब चाहिँ पाल्की टिप्छु। मलाई चाहिँ यस्तो केहरू रोप्नु मजा लाग्छ नि त। भक्कु त अब सक्दिनँ, अलिअलि चाहिँ गर्छु। आफूले अलिअलि रोपेको छ भने त यसो सब्जीको दुःखमा टिपेर खानु त हुन्छ नि त। त्यही आलुसँग मिसाउनुपर्छ मजाले, त्यहाँबाट पकाउनुपर्छ। सबै छिप्पिएछ हौ। अब फेरि यसलाई उखालेर चाहिँ फेरि अर्को रोप्नुपर्छ। म त अलिअलि बेसी त सक्दिनँ। अलिअलि यत्रो छ ड्याङ, यत्रो गरेछ। धनियाँको पनि यत्रो छ सानो। त्यो यसो घरमा खानु त हुन्छ नि त। अब सधैँभरि फ्रेस सब्जीहरू पाउँदैन दोकानमा। अन्त आफूले रोपेको छ भने त दुःख गरेको अनुसार त खानु पाउँछ होइन कि कसो साथीहरू? भनिदिनुहोस् तपाईँहरूले पनि। किनकि अब माटोहरूसँग पनि खेल्नु भन्छ नि त होइन। माटोहरूसँग पनि खेल्नु अरे। कतिवटा रोगहरू त माटो खेलेरै हराउँछ भन्छ। अन्त फोन मात्रै, म चाहिँ फोनमा भिडियो बनाउनु मात्रै होइन हो, यस्तोहरू पनि गर्छु है। रोपराप पनि गर्छु। सबैपट्टि त भ्याउनु पर्यो होइन।
भिडियोहरू पनि बनाउँदै गर्नुपर्छ, मान्छेहरूसँग कनेक्ट हुँदै गर्नुपर्छ हो। खानापिना पकाएर मात्रै हुँदैन। यति उखालिसकेँ हो, यति भए त हामीलाई पुगिहाल्छ आलुसँग भुटेर खानु। ल अहिले एकछिनमा भेट्छु, हेर्दै गर्नुहोस् मेरो भिडियो। अब चाहिँ यो दालको पनि पानी अलिक तैरिसक्यो है। कालो खालको दाल रहेछ हौ, कालो दाल रहेछ, तर यसमा चाहिँ मेरो हरियो पनि थियो हो, त्यो पनि मिसाइदिएको। अब यो चाहिँ दिनभरिको घामले चाहिँ अब यो सुक्छ मजाले। यहाँ लन्चको लागि सब्जी रेडी भइसक्यो। यो चाहिँ अघि टिपेको पाल्की हो। र दाल चाहिँ यहाँ मिक्स दाल भिजाइरहेको छु। अब यसलाई चाहिँ मजाले पकाउँछु। त्यो मैले चाहिँ अघिको दाल धोएर पनि मजाले बट्टामा हालेर राखिसकेको छु। चाहिँ मेरो यो कोठा सफा गर्नुपर्ने काम छ यहाँनिर। एकदम चेलेले भइरहेको छ भने सनाक सिनिक पार्छु। रुम चाहिँ यतिको भइसक्यो, यतिको सफा भयो। नि त अब सुक्नु अलिक टाइम लाग्छ। र बल्ल अब चाहिँ है घरको कामहरू सकेँ। मेरो चाहिँ स्याटरडे सन्डे यसरी बित्छ। तपाईँको चाहिँ कसरी बित्छ है कमेन्ट गरिदिनुहोस् होला। र आजलाई यति नै, र फेरि भेटौँला नेक्स्ट भिडियोमा। सो टिल देन बाई बाई।